जल माफिया मुर्दाबाद, जल माफिया मुर्दाबाद, जल माफिया मुर्दाबाद। सार्वजनिक सुनवाई फेरि गर। हिजोको दिनमा हाम्रो यहाँ सिविल संस्थाको मान्छेहरू बसेर सम्झौताहरू गरियो। त्यो सम्झौताको कारणमा त्यो सम्झौताको बलमा टेकेर पालिकाले जुन हामीलाई छिटो गरिरहेको छ, हाम्रो आवाजलाई खिचिरहेको छ। म पालिकालाई मात्र के भन्न चाहन्छु भने दारुण से बनाएर कुनै 5 जना 7 जनाको होइन, यो हामी सबैको साझा सम्पत्ति हो। यदि पालिकाले सोचेको छ कि 5-7 जना 10 जनालाई समेटेर यो बगानलाई चुप बनाउन सकिन्छ भने पालिका एकदम जुवा सपना देख्दैछ, उसले दिउँसै सपना देखिरहेको छ। त्यसैले म फेरि पनि भन्न चाहन्छु, गो ब्याक पालिका, गो ब्याक पालिका। सिमेन्ट फ्याक्ट्रीहरूसँग गरेको सम्झौता मान्दैन, पालिका हाइड्रो चाहिँदैन, पालिका हाइड्रो चाहिँदैन, सिमेन्ट फ्याक्ट्रीहरूसँग गरिएको सम्झौता मान्दैन। सहमति भयो भनेर लेखेको छ लाइसेन्स के अरे असल रूपमा यो राष्ट्रको मालिकको जनता हो। आज जसरी जनताको अधिकारलाई कुल्चिएर, आज जसरी जनताको स्वसाधनलाई, जनताको वन जङ्गललाई, खेती बालुवा सम्पूर्ण स्वसाधनलाई केही व्यक्तिहरू त्यसरी नै अब यो जसरी यो केही बिचौलियाहरूको, माफियाहरूको मिलिबद्धमा जसरी जनताको अधिकारलाई खोज्ने कार्य हुनेछ, त्यसलाई त्यो हामीलाई शताब्दी मान्ने छैन। एककारण म यो भन्न चाहन्छु, जसरी अहिलेसम्म पूर्ण साधारण जनताको हक अधिकारलाई केही दलाल व्यक्तिहरूसँग मिलेर अहिलेसम्म खोसियो, तर अहिले जागिसकेका छन्। जागेको छ कि छैन? अबको नेतृत्व हाम्रो युवाले गर्छ। अब जसरी हिजोसम्म सन्त कुमारले यो विषयलाई उठाएको थियो, आज मलाई यति खुसी लागेको छ, म अभिभूत भएको छु। जसरी हाम्रो युवाहरू आज जागेको छ, मलाई अत्यन्तै खुसी लागेको छ। यो नगरपालिकाको नगर प्रमुखको सिंहासन हालिएको छ। अब जसरी अहिलेसम्म जसरी यो छिटो भयो, हामी चाहन्छौँ यो विषयलाई, यो मागको सम्बोधन गर्नलाई, यसको समाधान गर्नलाई प्रत्येक स्थानीय निकायका जसले चाहिँ यस परियोजनालाई स्वीकृति प्रदान गर्नुभयो, जनताको अधिकार मिचेर उहाँ यहाँ प्रस्तुत भएर यसको समाधान गर्नुपर्छ। पर्छ कि पर्दैन? त्यसैले अब मलाई केसम्म भन्यो, यो इन्डियाबाट आएको एउटा दुश्मनले यहाँ आएर जनतालाई खास गरी मेन यहाँ आत्मनिर्भर मान्छे छ। अरू मान्छे कहाँ छ? अरू त्यो नाउतिर ट्याउरे हो, अधिकार छ यहाँनिर। त्यसैले जसले पनि जनतालाई, जनताको अधिकार कुन्चिने खोज्दैछ, जसले सन्त कुमारलाई मुर्ख तुल्याउने खोज्दैछ, अब त्यो समय गयो। त्यसैले म सम्पूर्ण यस क्षेत्रका प्रतिनिधिहरू जसले चाहिँ यो जनताको अधिकार, जनताको टाउकोमा खेल्छेर उसको अधिकारको हनन गरेर यो स्वीकृति प्रदान गर्नुभयो, यहाँ जनताको माझ आएर अब उहाँले जवाब दिनुपर्छ। जुन व्यक्तिहरूले चाहिँ जनताको अधिकारलाई किल्चेर उनीहरूले पैसा खाएर यो जुन सम्पूर्ण क्षेत्रको सम्पदालाई ग्रहण गर्नका लागि केही पुँजीपति मित्रहरूलाई उनीहरूले स्वीकृति प्रदान गर्नुभयो, उनीहरूले यहाँ आएर जवाब दिनुपर्छ। त्यसैले उहाँहरू युवा हाम्रो भाइहरूले भनिसकेका छन्, अब यो जुन कार्य, यो जुन परियोजना यहाँ स्थापित हुँदैछ, जुन परियोजना यहाँ स्थापित भइरहेको छ त्यसको पुनर्समीक्षा हुनुपर्छ। पर्छ कि पर्दैन? कुन कुन व्यक्तिहरूले चाहिँ पैसा खायो, कसले मिलेर यो परियोजनालाई यहाँ स्वीकृति प्रदान गर्यो, उसको नाम यहाँ खुलाउनु पर्छ। पर्छ कि पर्दैन?
त्यसैले अब उहाँहरूले बारम्बार भनेको छ, म अहिले पनि भन्छु, यो हाम्रो आन्दोलन एकदमै शान्तिपूर्ण आन्दोलन हो र हामी यसलाई तबसम्म जारी राख्नेछौँ जबसम्म यहाँका स्थानीय तहका प्रतिनिधिहरू जसले स्वीकृति प्रदान गर्नुभयो, जसले विशेष गरेर यो पछिल्लो सरकारको एउटा जुन भ्रष्टाचारको यो पर्याय यो उदाहरण हो, यसलाई पनि हामी उकालेर फाल्नुपर्छ। हामीले अब जसरी नयाँ सरकार आएको छ, अब हामी नयाँ अध्याय लेख्नेछौँ 12 विषय क्षेत्रमा। अब हामी 12 विषयको जति पनि यहाँको स्रोत साधन छ, जति पनि यहाँको जुन हाम्रो पूर्वाधारहरू छ, जति पनि हाम्रो पुर्खाको थलो छ, चिनो छ, त्यसलाई हामी कदापि मास्न दिन छैनौँ। अब सम्पूर्ण महिला, यहाँको बच्चा बच्ची, यहाँको युवा, यहाँको वृद्ध, यस सम्पूर्ण हाम्रो यस क्षेत्रका बासिन्दाहरू मिलेर यसको संरक्षण गर्नेछ। सबैलाई म धन्यवाद भन्न चाहन्छु। हामी उग्र हुनु भएन, उग्र भयो भने हाम्रो आन्दोलन टुइन्छ। म सम्पूर्णलाई म हात जोडेर म बिन्ती गर्न चाहन्छु, हामी कदापि उग्र हुनु भएन, हामीले कानुनभन्दा बाहिर गएर कदापि हामीले कुनै पनि कार्य गर्नु भएन जसले यो आन्दोलन भोलि टुएर जाला। त्यसैले म सम्पूर्णलाई यहाँ आउनुभयो तपाईँहरू, आज जसरी तपाईँले समर्थन दिनुभयो। पहिलो हाम्रो विरोध सभामा हामी 4 जना थियौँ, त्यसपछि 22 जना थियौँ, त्यसपछि 44 जना र आज हामी यति धेरै छौँ र आउने समयमा मलाई आशा छ कि हजारौँ अब हाम्रो सम्पूर्ण क्षेत्रमा जुन सुन जस्तो खोला बगिरहेको छ, गिटी बालुवा छ, वन जङ्गल छ, मटोमा वर्षौँबाट दोहन भइरहेको छ, जसको लुट भइरहेको छ, त्यसलाई हामी कदापि अब त्यो हामीलाई मान्ने छैन। अब त्यो सबै स्रोतबाट हामी आफै मैदानमा उठेर संरक्षण गर्छौँ। धेरै धेरै धन्यवाद सम्पूर्णलाई। सभ्यता, समाज र प्रकृति मासेर विकास होइन विनाश आउँछ। हाम्रो पुर्खाले राणाहरूसँग लडे, पञ्चेहरूसँग लडे, राजाहरूसँग लडेर यो बहुदलीय व्यवस्था आयो, जनताको व्यवस्था आयो र हामीले सिंहदरबार जनताको घर घरमा आइपुग्यो, गाउँ गाउँमा आइपुग्यो भने र जनताको स्थानीय तह, जनताको सिंहदरबारको अगाडि आज हामी उभिएर बोल्दैछौँ। जहाँ गरिब जनता र निमुखाको उत्थान गर्न सक्ने विकास हुँदैन भने त्यस्तो विकास स्थानीय तहमा कदापि स्वीकार्य हुँदैन। स्थानीय तह जुन एउटा जनताको प्रत्यक्ष सरकार राख्ने अभिभावकीय जिम्मेवारी लिएको निकाय हो। तर यहाँनिर विडम्बना के छ भन्दा हाम्रा जनप्रतिनिधिहरू जनतासँग सरकार राख्ने विषयमा बोल्नलाई आज डराउँदैछन्, बोल्दै छैनन्, उनीहरू रोकिरहेका छन्। यसमा कुनै प्रभाव र दबाव, एउटा सीमित स्रोत, शक्ति र सत्ताको भरमा जनतालाई दबाउने काम। हिजो परियोजना सुरु हुनुभन्दा अगाडि पनि यही कमाड हलमा बसेर आन्दोलन गर्नेहरूले आज हुनुहुन्छ, जसले त्यहाँनिर कुर्सी फोडे, विरोध गरे। तर त्यो जनताको विरोधको बावजुद पनि जसरी फौजको भरमा, सीमित सत्ता र शक्तिको भरमा र यहाँ केही भितौलियामा समातेर यो परियोजनालाई अगाडि बढाइएको छ, जसले गर्दाखेरि यो विगत लामो समयदेखि भूकम्प, बाढी पहिरोले ठुल्ठुलो भएको जमिन आज हल्लिरहेको छ। हाम्रा गाउँका मानिसहरू हरेक दिन भयमान अवस्थामा छन्। यसले हरेक दिन विस्फोटक पड्काउँदै गर्दाखेरि जमिन हल्लिरहेको छ, भूकम्प आइरहेको छ। अनि अबको निकट भविष्यमा यो 12 विषय बजारमा विगत 10 वर्ष अगाडिको यो 12 विषय बजारको तापक्रम र आज हेर्ने हो भने धेरै फरक छ, धेरै माथि पुगिसकेको छ। र यो खोलालाई डाइभर्ट गरेर सुरुङमा हाल्दै गर्दा के हामी 12 विषय बजारमा बस्न सक्छौँ? के 12 विषय बजार बस्न लायकको हुन्छ? मल्लकालीन इतिहास बोकेको 12 विषय बजार यो एउटा इतिहासको पानामा सीमित हुनु हुँदैन। भविष्यमा पनि हाम्रो पुस्ताले पनि यसलाई सदुपयोग गर्न पाउनुपर्छ। 12 विषय बजार कुनै बिचौलियाको, कुनै नेताको, कसैको होइन, यो सबै सादा जनताको हो। यहाँनिर एमाले, माओवादी, काङ्ग्रेस, रासपा, राप्रपा जनताको सम्पत्ति हो र जनताको सम्पत्तिलाई सीमित व्यक्तिले आफ्नो स्वार्थको निम्ति प्रयोग गर्न पाउँदैछ। रहेको मान्छेहरू आएर उनीहरूले त्यसको फाइदा लिने, अनि यहीँनिर हलो जोतिरहेका किसानहरू, यहीँनिर घाँस काटिरहेका किसानहरू, यहीँनिर पानी खनेर गरिरहेका मान्छेहरू, जसको निम्ति यो भूमि अत्यन्तै आवश्यकता छ। अनि उनीहरूलाई चाहिँ विस्थापित गरेर विकास आउँछ भने त्यस्तो विकासले विनाश निम्ति आउँछ। हामीलाई थाहा छ नेपाल सरकारले 2035 सम्ममा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने भनेर भनेको छ।
तर त्यो उत्पादन गर्दाखेरि कस्तो क्षेत्रमा उत्पादन गर्ने भन्ने कुरा याद गर्नुपर्छ। बागमती प्रदेश सरकारले नै जारी गरेको एउटा अनुसन्धान छ, जुन अनुसन्धानले के भन्छ भन्दा चेपाईमा राख्नु हो। जबसम्म यो जनताको बाहिर चेपाई हामी सहन बाध्य बनाउँछौँ, हामी सहन नसक्ने जीवित जनताहरू आज यस कालिका हाइड्रोपावर जल माफियाहरूको निमित्त लड्नको लागि हामी यस ठाउँमा आइसकेका छौँ। अब हामी यो आन्दोलनलाई त्यसै पुग्न दिने छैनौँ। यो आन्दोलन आज मात्रै होइन, चाह्यो भने 10औं वर्ष महिनासम्म यो आन्दोलन हामीले जारी गर्नेछौँ। जबसम्म यो पार्विसे नगरपालिका भनेको पार्विसेको बजार 275 वर्ष पुरानो इतिहास बोकेको बजार हो। यो 275 वर्ष पुरानो इतिहास बोकेको बजारलाई त्यसै हामी खेर जान दिन्छौँ। हामीले यो पार्विसे बजारमा हाम्रा पुर्खाहरू आएर बसेको हो। हामीहरू आएर बसेको भनेर हामीले घमण्ड गरेका छैनौँ। हाम्रो पुर्खाले जे दिएको थियो हिजो हामीलाई, हाम्रो पछिल्लो भावी पुस्तालाई पनि यो नदीहरू हामी त्यसरी नै बगेको हेर्न दिने